हेलो हेलो साथीहरू, यहाँनिर चाहिँ कुखुरा चाहिँ पुरा बदमास गऱ्यो नि त बाहिर। यो पोथीले चाहिँ बाहिर फुलहरू पुरा खोसेर चाहिँ मैले यसको बच्चाहरू चाहिँ ल्याइदिएको थिएँ नि त भित्र। अन्त भरे त पोथी पनि कराउँदै क गर्दै कराउँदै भित्र आएछ होइन। त्यहाँदेखिको भित्र आएपछि चाहिँ मैले चाहिँ अब यिनीहरूलाई अब टट्टी गर्छ नि त यो पोथीले भनेर चाहिँ खेद्दै थिएँ बाहिर होइन। खेद्दै थिएँ, यिनीहरू त कता कता पलङ मुनितिर पसेर सोफा मुनितिर पसेरहरू गर्दै थिएँ होइन। अन्त पर्दा लगाएको थिएँ नि त, पर्दामा देखेन होला, पर्दा पनि खोलेर थिएन, खेद्देको त पलङ मुनि पो पस्छ। त्यहाँदेखिको खेद्दै थिएँ अन्त बल्ल 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 अलि गर्दै निस्किँदैछ बाहिर होइन। अन्त चाहिँ बाटो देखेछ, त्यहाँदेखि चाहिँ बाहिर निस्किन थालेँ। चल्लाहरू गुटुङ टुङ 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 टुङ। सानोमा त अब बच्चाहरूलाई पनि कस्तो राम्रो देख्छ है, हेर्नु न यहाँनिर यस्तो राम्रो देखिरहेको छ, गुटुङ टुङ कुद्दैछ होइन। त मैले खेद्दै थिएँ, अन्त म यसो हेरिरहेको थिएँ क्या यहाँबाट यिनीहरू चाहिँ कसरी उफ्रिँदो रहेछ डिलमुनि चाहिँ भनेर हेरिरहेको थिएँ होइन। अन्त पोथीले पनि झार्नु खोज्दैछ होइन, के कुरा गर्दै झर्नु थालेँ। हेर्नुहोस् है यहाँनिर कसरी झर्दो रहेछ कुखुरा चल्लाहरू चाहिँ। यस्तो मजाको देख्छ है सानोमा चाहिँ चल्लाहरू पुगुक पुगुक पल्टिँदै झर्दैछ यहाँनिर उफ्रेर त कस्तो पल्टिँदै झर्दैछ हेर्नुहोस् पल्टिँदै झर्दैछ होइन। त्यहाँपछि चाहिँ अब ओह्रालो झार्दैछु यिनीहरूलाई मैले, यिनीहरूले बेसी बदमास गरिहाल्यो भने चाहिँ भित्र ल्याइदिएको त। अन्त जाँदैछ यिनीहरू अलिअलि गरेर जाँदैछ होइन। अन्त त्यो एउटा चाहिँ फेरि माथि डिलबाट झर्नै सकेको छैन, त्यो बल्ल बल्ल झऱ्यो होइन। त्यहाँदेखिको ओह्रालो कसरी जाने भनेर सबैजना चल्लाहरू चाहिँ हेरिरहेको छ। माउ चाहिँ झरिगयो होइन। अन्त एक दुईवटा त झरी पनि गयो, तर एक दुईवटा चाहिँ यिनीहरू चाहिँ झर्नै जान्दैन रहेछ होइन। अन्त हेरिरहेँ ओह्रालो कहिले कसरी झर्नु भनेर। आमा चाहिँ अझै तल झरेर पनि चारोहरू खान थालिसकिसक्यो, यिनीहरू त झर्दैन। अन्त मैले पनि हेरिरहेँ कसरी चाहिँ झर्दो रहेछ यिनीहरू भनेर। त्यहाँदेखि चाहिँ यिनीहरू डिलबाट हेरिरहेको छ मजाले कसरी झर्नु भनेर। त्यहाँदेखि चाहिँ मेरो खुट्टामा चढ्छ कि भनेर चाहिँ खुट्टा दिएको त चढेन पो। अन्त अब यिनीहरू डिलबाट मलाई पनि झार्दैन भन्दै आमाजाले भन्दैछ, मलाई पनि झार्दै भन्दैछ आमाजाले हो। यिनीहरू चाहिँ हेरिरहेछ यहाँनिर, तर यिनीहरू झर्नु सक्दैन होला अब। यिनीहरू अब हेरि नै बस्छ, दुईजना चाहिँ झरिगएछ बाटोहरू चाहिँ हो। यिनीहरू चाहिँ अब लाटाहरू हेरिरहेको छ डिलबाट कसरी झर्दो रहेछ भनेर। आमा चाहिँ लिनु आउँदैछ होइन। अब बिरालोहरू भए पो बोकेर झार्छ, अब कुखुराको त झार्नु सक्दैन। अन्त हेरिरहेको छ यिनीहरू डिलबाट, अब यिनीहरू झर्छ कि झर्दैन हेरौँ है। अब यत्रो टाइम भइसक्यो यिनीहरू त झर्दैन। पोथी त तल आमा चाहिँ त तल झरेर पनि चारो खोजेर खान थालिसक्यो। अब यिनीहरू त झर्दैन। अब यिनीहरू चाहिँ माथिबाट नै हेरिरहेछ, मलाई पनि झार्दैन भन्दै यिनीहरू